अर्थशास्त्रको दुनियाँमा कहिलेकाहीँ यस्ता कुराहरू हुन्छन् जसले सबैले मानेको सिद्धान्तलाई नै यो त कसरी भयो भन्ने बनाइदिन्छ। आज हामी यस्तै एउटा रोचक आर्थिक पहेलीको कुरा गर्दैछौँ जसले एउटा ठूलो सिद्धान्तलाई नै चुनौती दिएको थियो। ल एकछिन सोच्नुहोस् त, संसारकै सबैभन्दा धनी, सबैभन्दा शक्तिशाली देशले टी-शर्ट जस्ता सामान्य कपडाहरू विदेश पठाइरहेको छ, तर अत्याधुनिक कार र मसिनहरू चाहिँ बाहिरबाट किनिरहेको छ। सुन्दा अलि उल्टो लाग्छ नि, होइन? तर हो, यही अनौठो प्रश्नबाट एउटा ठूलो आर्थिक रहस्यको पर्दा उठेको थियो। अब यो रहस्य बुझ्नको लागि सबैभन्दा पहिले त्यो सिद्धान्तको बारेमा कुरा गरौँ जुन लगभग सबैले आँखा चिम्लेर विश्वास गर्थे। यो एकदमै तार्किक र सुन्दा हो त नि जस्तो लाग्ने सिद्धान्त थियो। यो मोडेलले के भन्छ भने, एकदमै सिधा हिसाब छ। यदि कुनै देशमा जङ्गलै जङ्गल छ भने त्यसले काठ बेच्छ, अनि जुन देशमा ठूल्ठूला कारखाना र मेसिनहरू छन् त्यसले मेसिनबाट बनेका सामान बेच्छ। कति सरल, कति तार्किक कुरा, होइन त? ल हेर्नुहोस्, अब यही सिद्धान्तलाई अमेरिकामा लागू गर्दा के देखिनु पर्थ्यो? त्यो बेला मतलब 20औं शताब्दीको बीचतिर अमेरिका संसारकै सबैभन्दा धनी देश थियो। त्यहाँ कारखाना, मेसिन, उपकरण अर्थात् पुँजी प्रशस्त थियो। यो भयो उसको प्रचुर स्रोत। अनि श्रम चाहिँ तुलनात्मक रूपमा कम थियो, त्यसैले त्यो भयो दुर्लभ स्रोत। अब सिद्धान्त अनुसार त के हुनु पर्यो? अमेरिकाले मेसिन जस्ता पुँजीले बनेका सामानहरू निर्यात गर्नु पर्यो र कपडा जस्ता धेरै मान्छे लाग्ने मतलब श्रम प्रधान सामानहरू चाहिँ आयात गर्नु पर्यो। सबैले सोचेको यही थियो, एकदमै तार्किक कुरा। तर कथामा सधैँ एउटा ट्विस्ट हुन्छ, होइन र? यहाँ पनि त्यस्तै भयो। एकजना अर्थशास्त्री आए जसले सोचे, ल यो सिद्धान्तलाई किताबमा मात्रै होइन वास्तविक तथ्याङ्कमा पनि हेरौँ न त। र बस यहीँबाट सुरु भयो त्यो ठूलो रहस्य। यी हुन् वासिले लियोनटिफ, एक निकै प्रतिष्ठित अर्थशास्त्री। उनको 1953 को एउटा अध्ययनले अन्तर्राष्ट्रिय व्यापारलाई हेर्ने दृष्टिकोण नै पुरै बदल्दियो। सबैभन्दा रमाइलो कुरा के थाहा छ? लियोनटिफले यो सिद्धान्तलाई गलत साबित गर्न खोजेका थिएनन्। उनको उद्देश्य त ल हेर तथ्याङ्कले पनि यही भन्छ भनेर देखाउनु थियो। तर कहिलेकाहीँ तथ्याङ्कले हामीले सोचेभन्दा बिल्कुलै फरक कथा भनिदिन्छ। र यहाँ आयो त्यो बम। नतिजा भविष्यवाणीको ठिक उल्टो। लियोनटिफले के पत्ता लगायो भने संसारकै सबैभन्दा पुँजीपति देश अमेरिकाले त कपडा र कृषि उत्पादन जस्ता श्रम प्रधान वस्तुहरू पो निर्यात गरिरहेको रहेछ। अनि आयात चाहिँ के गरिरहेको थियो त? अत्याधुनिक मेसिनरी र उपकरणहरू जुन पुँजी प्रधान थिए। यो त सिद्धान्तको ठाडै उल्लङ्घन भयो। यो खोज यति अचम्म लाग्दो, यति अप्रत्याशित थियो कि यसलाई लियोनटिफ प्याराडक्स भनियो, अर्थात् लियोनटिफको विरोधाभास। एउटा वर्षौंदेखि स्थापित सिद्धान्त वास्तविक तथ्याङ्कको अगाडि फेल खाएको थियो। अब यो नतिजाले त अर्थशास्त्रीहरूको दुनियाँमा हल्लीखल्ली मचाइदियो। सबैजना यो रहस्य सुल्झाउन लागे। आखिर भयो के? प्रश्न एकदमै गम्भीर थियो। एउटा सिद्धान्त यति धेरै गलत कसरी हुन सक्छ? के हामीले वर्षौंदेखि पढाउँदै आएको कुरा नै गलत थियो? कि हामीले केही महत्त्वपूर्ण कुरा छुटाएका थियौँ? यो विरोधाभासपछि त अनेकौं नयाँ विचारहरू आए। कसैले भने सायद त्यो पुरानो मोडेल नै काम नलाग्ने रहेछ। कसैले भने पुँजी र श्रम मात्रै होइन, अरू पनि महत्त्वपूर्ण कुराहरू छन्। यसले के देखायो भने व्यापारलाई केवल दुईवटा कुराको आधारमा मात्रै हेर्नु त साह्रै सरल हुँदो रहेछ। र वर्षौंको बहस र अनुसन्धानपछि अन्ततः एउटा यस्तो विचार आयो जसले यो पुरै पहेलीको गाँठो फुकाइदियो। समाधान थियो पुँजी शब्दलाई नै नयाँ तरिकाले हेर्नु। कुरा के थियो भने पुँजी भनेको खालि कारखाना र मेसिन मात्रै होइन रहेछ। देशको सबैभन्दा ठूलो पुँजी त त्यहाँका मानिसहरूको सिप, ज्ञान र शिक्षा पनि हो। यसैलाई भनिन्छ मानव पुँजी। त्यो पुरानो सिद्धान्तको सबैभन्दा ठूलो गल्ती यही थियो, त्यसले सबै श्रमलाई एउटै डालोमा हाल्दियो। तर सोचौँ त, एउटा साधारण कामदार र एउटा उच्च दक्ष इन्जिनियरको काम एउटै हो त? पक्कै होइन। ल अब हेरौँ कसरी सबै टुक्राहरू ठिक ठाउँमा आए। पहिलो कुरा, अमेरिका भौतिक पुँजीमा मात्र होइन, मानव पुँजीमा पनि एकदमै धनी थियो। त्यहाँ दक्ष, शिक्षित कामदारहरू प्रशस्त थिए। दोस्रो, अमेरिकाले निर्यात गर्ने सामानहरू बनाउन धेरै शारीरिक श्रम होइन, बरु यही दक्ष जनशक्तिको दिमाग र सिप लाग्थ्यो। तेस्रो, यसको मतलब अमेरिकी निर्यातहरू वास्तवमा मानव पुँजी प्रधान थिए। र अन्त्यमा जब पुँजीको अर्थलाई फराकिलो बनाएर त्यसमा मानव पुँजी पनि जोड्यौं नि,
तब त्यो पुरानो सिद्धान्त फेरि सही देखिन थाल्यो। विरोधाभास समाधान भयो। ठिक छ, एउटा पुरानो आर्थिक पहेँली त सुल्झियो, तर यसको महत्त्व आज पनि किन छ त? किनभने लियोन्टिफको यो खोजले हामीलाई धेरै महत्त्वपूर्ण कुराहरू सिकाएको छ। सबैभन्दा ठूलो कुरा यसले के देखायो भने किताबका सरल मोडेलहरूले सधैँ वास्तविक संसारको जटिलतालाई समेट्न सक्दैनन्। यसले अर्थशास्त्रीहरूलाई प्रविधि, उत्पादकत्व र सबैभन्दा महत्त्वपूर्ण मानव पुँजीमा ध्यान दिन बाध्य बनायो। र यसले सिकायो कि कुनै पनि सिद्धान्तलाई आँखा चिम्लेर विश्वास गर्नु हुँदैन, त्यसलाई वास्तविक तथ्याङ्कले परीक्षण गर्नै पर्छ। र यो सबै विश्लेषणको अन्त्यमा एउटा प्रश्न सोच्न लायक छ। यदि अर्थशास्त्रको एउटा यति बलियो, यति तार्किक सिद्धान्तलाई एउटा तथ्याङ्कले उल्ट्याउन सक्छ भने आज हामीले यो त यस्तै हो भनेर मानेका सत्यहरू भोलिका दिनमा नयाँ विरोधाभास बनेर नाउलान् भन्न सकिन्न। किनभने ज्ञानको यात्रामा कहिलेकाहीँ सबैभन्दा ठूला खोजहरू यस्तै आश्चर्यजनक प्रश्नहरूबाट सुरु हुन्छन्।